ए अनि ल ठिक छ म खोज्दिउँ ल अनि केटी कोही खोज्नु भएको चाहिँ छैन तपाईँले ए उहाँ पर पो देखिरहेको छ कुन सेतो टी सर्ट लाउने कि कालो ज्याकेट लाउने कुन ज्याकेट लाउने सेतै कालो ए सेतो टी सर्ट लाउने छ ल हेर्नुहोस् त हाम्रै बागलुङको हिरो ह्यान्डसम नेपालको नाम राख्ने मनोज गोर्खाली 27 इन्चीको हुनुहुन्छ उहाँ र त्यसै गरी उहाँ हाम्रै ठाउँको हुनुहुन्थ्यो पहिला चन्द्रबहादुर दाङको हुनुहुन्थ्यो उहाँ यो संसारमै हुनुहुन्न त्यसै गरी अर्का व्यक्ति हुनुहुन्थ्यो खगेन्द्र थापा मगर यही बागलुङको हुनुहुन्थ्यो उहाँ पनि 28 वर्षको बित्नुभयो त्यसै गरी अर्का दिपेन शाह हुनुहुन्थ्यो दोलखाको उहाँ पनि संसारमा हुनुहुन्न अब त्यसै गरी म हाम्रो मनोज गोर्खाली हुनुहुन्छ उहाँ पनि अलि बिरामी हुनुहुन्छ म हरेक कार्यक्रममा त्यसै गरी हाम्रो राजेश दाई त्यसै गरी हरेक आयोजक टिमले पनि उहाँलाई हरेक ठाउँमा कार्यक्रममा लानुहुन्छ त्यसै गरी म मनोज गोर्खालीको छोटो मिठो डान्स राख्छु है तपाईँ के बोल्ने ल उहाँ के भन्नुहुन्छ भने म बाँच्न चाहन्छु मलाई बचाइदिनु भन्नुहुन्छ उहाँको यो दुईटै खुट्टा चाहिँ बन्मेरो भन्ने रोग छ उहाँको साथमा आफ्नै भाइ पनि हिँड्नुभएको छ त्यसै गरी हामीले उहाँलाई बचाउँ उहाँलाई हरेक ठाउँमा सहयोग गरौँ यो किनकि एउटा धर्मै हुन्छ 1 रुपियाँ किन्नुहोस् 5 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ 50 रुपियाँ किन्नुहोस् यो धर्म हुन्छ किनकि यस्तो व्यक्तिले हामीले बचाउनु पर्छ हामी नेपाली गोर्खालीको छोरो भएर यस्तो व्यक्तिलाई माया गर्नुपर्छ साथ दिनुपर्छ भन्दै अब मनोज गोर्खाली तपाईँकै माझमा आउनुहुन्छ फोटो पनि खिच्नुहुन्छ तपाईँसँग अँगालो मारेर माया पनि गर्नुहुन्छ तपाईँले साथ पनि दिनुहुन्छ एउटा चिसो पैसा एउटा खाजाको पैसा यसो सहयोग गरौँ 5-10 रुपियाँ भन्दै एकैछिन हाम्रो माझमा तपाईँको ठुकठुकी कलाकार तपाईँको माझमा उपस्थित भइसक्नु भएको छ म यो माइक हाम्रा दाजुलाई दिन चाहन्छु त्यसपछि उहाँको मनोज गोर्खाली एकदम रेडी हुनुहुन्छ तपाईँहरू रेडी हुनुहुन्छ होइन त ल मनोज सर एकैछिन है 2 मिनेट धेरै धेरै धन्यवाद दिन चाहन्छु राजेन्द्र गिरीको सम्पूर्ण टिमलाई र एकपटक जोरदार तालीको माग गर्छु निकै नै राम्रो जादु देखाउनुभयो डान्स गर्नुभयो र अब भने हाम्रा राष्ट्रिय कलाकारहरू यहाँ आइपुग्नु भएको छ भन्ने खबर आएको छ पक्कै पनि सबै प्रतीक्षा गरिरहनु भएको छ कति बेला हाम्रा कलाकारहरू आउनुहुन्छ र यो स्टेज चढाउनुहुन्छ भनेर प्रतीक्षा गर्नुभएको छ तपाईँको प्रतीक्षाको घडी सकिसकेको छ र म बोलाउँदैछु